ल आज चाहिँ हामी नगरपालिका अफिस आएका छौँ। जापानको नगरपालिका चाहिँ कस्तो छ त, यहाँको चाहिँ भनौँ न कर्मचारीहरू काम गर्ने तरिकाहरू प्रविधिहरू कस्तो छ, कसरी काम हुँदो रहेछ, कस्तो छ अफिस कस्तो रहेछ भन्ने विषयमा जानकारी लिन आजको चाहिँ नगरपालिकाको चाहिँ देखाउनलाई नगरपालिका भ्रमणमा आएको छौँ। र नगरपालिकाभित्र सामान्य हेरियो नगरपालिकाको अवस्थाहरू देखियो। यो चाहिँ हाम्रो नगरपालिकाको मेन अफिस हो। कस्तो होला तपाईँलाई नगरपालिका यसो बाहिरबाट सरस्वती हेर्दा धेरै राम्रो लाग्यो हो। जस्तै अब हाम्रो उताको नगरपालिका र यहाँको केही विषयमा केही थोरै जानकारी गराइदिनु। काम गर्ने सिस्टमहरू धेरै फरक छ हो। कस्तो लाग्यो त अब हामी नि आज एउटा बच्चाको यसको बच्चाको आज यो सानो छोरीको आज एउटा डाक्टरबाट रेन्ट तोकेन भनेको एउटा एक्सरे गर्ने काम थियो, त्यसको लागि आएको। काम सुमुजुमी एक किसिममा भयो भनेपछि जस सबै कुरा राम्रो लाग्यो। सिस्टम राम्रो। अरू के भन्नुहुन्छ? अरू के भन्नु छ र, यही त। अब जापानको ठाउँहरू पनि लगभग अलिअलि घुमियो। अब आज हामी नगरपालिका अफिस पनि आयौँ, किनभने अब यो जापान भ्रमणमा आएको अवसरलाई चाहिँ एउटा क्षेत्र मात्र नभएर हरेक क्षेत्र जापानको चाहिँ अब भनौँ न अब विकास, यहाँको अवस्था, मान्छेको जीवनयापन, अब रहनसहन र यहाँको सरकारी संरचनाको काम गर्ने कार्यशैली र अवस्थाको बारेमा पनि जानकारी लिउँ भन्ने हिसाबले जस नगरपालिका अफिस पनि आइयो। त्यो समग्रमा तपाईँलाई जापानको नगरपालिकाको अफिसको बारेमा केही छ टिप्पणी गर्न पनि? केही पनि छैन। अब सिस्टम धेरै राम्रो। हजुर समय धेरै लाउनु नपर्ने। हजुर गएपछि ठ्याक्क काम गरिदिइहाल्ने। हजुर हाम्रो नगरपालिकामा भने चाहिँ नि अब धाइरहनु पर्ने। हजुर अब त्यस्तै छ। अब झन्झटिलो अब भनौँ प्रोसेसहरू यताबाट उता उताबाट यता भन्ने एउटा अलिकति मिलेन भने नि अब मिलाइदिउँ, काम गरिदिइहालौँ, यिनीहरूलाई यसरी राख्नु हुँदैन भन्ने चाहिँ छैन। त्यो चाहिँ यहाँ हाम्रो चाहिँ जो सहयोगी भावना चाहिँ यहाँ बढी पाइयो। यहाँ त अब उतिखेर यस्तो गर्ने बित्तिकै सर अब आफ्नो डिभाइड गरेका छन्। बुढाको बुढाबुढीको बुढाबुढीले को अरू जुन उमेर भगाएको चाहिँ त्यही सिस्टमले काम गर्दा छन्। यहाँ धेरै राम्रो रहेछ। र हामी यसबाट चाहिँ के एउटा निष्कर्ष निकाल्न सक्छौँ भने देश सिस्टमले चलेको छ भन्ने कुरा त होइन त। यहाँ कसैलाई नमस्कार हजुर मेरो यो गरिदिनु पर्यो पनि भन्न परेन। जुन कामको लागि त्यही हो, त्यो मान्छे सम्बन्धित मान्छेले चाहिँ त्यसको ताइयो भनौँ न अब काम गरिदिन्छ। गरेपछि आफूलाई सजिलो भनौँ न सेवाग्राहीलाई। अब राज्यले ट्याक्स चाहिँ लिएको छ। एक मुठो साग 100 रुपियाँ साग किन्दा पनि 108 रुपियाँ लिन्छ होइन। ट्याक्स चाहिँ लिन्छ मजासँग, तर त्यसको बदलामा सुविधा पनि दिएको छ होइन त। अब हाम्रो राज्यमा नि अब यस्तै जाने ट्याक्स लिने उहाँहरू यसै गरी सुविधा दिनु हो भने कसले तिर्दैन ट्याक्स? तिरेको चाहिँ रिटर्न हुनु पर्यो भन्ने। ल अब हामीले यो भिडियोमा समग्रमा जापानको चाहिँ अब जानकारी गराउँदाखेरि हामी साइतामा केनको चाहिँ निजा सियाक्सो अगाडि आएर चाहिँ एउटा अवलोकन गरियो। यति भन्दै अब हामी यसबाट अहिले दोगाबाट बिदा हौँ होइन त भिडियोबाट। ल सबैजनालाई धन्यवाद। साइतामाबाट चाहिँ सबैजनालाई नमस्कार छ। ल